साक्षात् पशु पुच्छ विचारहीन तर छुटेको छ ऋणं न खादन्नपि जीवमानं तद्भागधेयं परमं पशूनाम्। अतः साहित्य सङ्गीत र कलाविहीन मान्छे पशुतुल्य हुन्छ। उसले उसको खुट्टा र आँखा सबै हुन्छ तर उसले चाहिँ घाँस खान्छ, उसको बुद्धि र विवेक हुँदैन भनेर यो चाहिँ भर्तृहरुले भन्नुभएको वाक्य हो। त म धेरै आफ्नो भूमिका नबाधिकन कविता वाचनतर्फ जान्छु। पर्याय कविता वाचनका निमित्त आमन्त्रण गरिएका हुनाले र यो कविताको शीर्षक छ दिव्य धरणी। कविता शार्दूल र विकृत छन्दमा छ। कविता यसरी सुरु हुन्छ। साँच्चै सृष्टि सुवर्ण सत्य सविता सौन्दर्य की सारिणी सारा सागर शैल की सगर की संजात संचारिणी हुन माटो कविता पुराई रहने मांगल्य की मालिका मान्छे का मन भित्र विष्ट ममता माधुर्य की मल्लिका प्यारी प्राण प्रदायिनी प्रजनिका पुण्यात्मकी प्रांगण पृथ्वी पावन पारदक्षिण प्रकृतिले पोखेर पंचामृत पक्षीमा पशुमा प्रसाद पलमा पस्केर पद्मासरी पक्षीमा पशुमा प्रसाद पलमा पस्केर पद्मासरी पाल्छिन् पूर्ण प्रमोदमा प्रणयको प्याला पिलाई परी खरबौं सूक्ष्म सजीव कीट सबकी हुन् अन्नपूर्णा धरा कैयौं शब्द सिकाउने हृदय की हुन् प्रेम की अप्सरा भाषा जीवन तंत्र मंत्र तप की हे सृष्टिकर्ता महान अरबों भाव विचार बिंब रस की हे जन्मदाता महान यी पाखा चुचुरा हिमालय गरा आफै महाकाव्य हुन् झरनाका जलघाम बोट बिरुवा झन्त्राणका गव्य हुन् कोर्चिन् कञ्चन काव्य कल्यककनी काव्यास्त्र कादम्बिनी हुन् धरती प्रतिबिम्ब छन्दलय की साहित्य सौदामिनी यो आकाश र बोट वीक्षण भए फैलिन्न हाम्रो जरा धरतीले यदि पञ्चतत्त्व नदिए हाँस्दैन हाम्रो गरा काट्दै पिपल मात्र पूजन गरी हिँड्नेहरू हो सुन आमा हुन् धरणी धरा लुचिरहे के धर्म बाँच्ला भन बाँच्ने जीवन यो समस्त जगमा पानी रहेसम्म हो नाच्ने मानव नित्य शुद्ध र सफा हावा मिलेसम्म हो हामीमा कविता प्रफुल्लित हुने हामीमा कविता प्रफुल्लित हुने भाषा रहेसम्म हो ए मान्छे वन पाण्ड छोड्दा रहने धरती रहेसम्म हो ए मान्छे वन पाण्ड छोड्दा रहने धरती रहेसम्म हो। धन्यवाद।